ए उसले मोटेर लान्छे अरे त मोटे स्ट्यान्डमा गएको अरे त अनि खोइ त हामीले लगेकै छैनौँ बाजेलाई भने के अरे हिजो मैसँग हामीले फाल्छ भने तपाईँहरूले खुसी हुन्छ तपाईँहरूले ल मैले जे गर्ने गर भने उसलाई छोडिदिएर उसले उसको सुरु गर्थ्यो आज तपाईँहरू छ नि त भनेपछि तपाईँहरूले किचनमा गएनन् अनि उसले मात्रै अब के भने मैले त भनेको नानी तिमीहरूले अब क्रिस्चियनमा गएको भन्छौ तिमीहरूले क्रिस्चियनमा लैजाऊ न त बाजेलाई मैले भन्दाखेरि हिजै भने मैले त्यो भन्दाखेरि हामीले बाजेलाई लगेको छैन हामीले कसरी लाने हो भन्यो के हो त्यो भएको हुनाले पक्नु त हामी आउँछौँ सरसल्लाह गरौँ अब क्रिस्चियनमा लाने भयो भने त्यही अनुसार लैजाऊ हामीले गरेर गर्ने भयो हामीले गरौँला त्यो भने अब मैले हिजो बेलुका राम्रै सल्लाह हो अब तपाईँहरूले गर्नुहुन्छ होइन हामी किचनतिर लान दिन्नौँ हामीपट्टि नै उ गर्छौँ भने अब उसले लान्थ्यो भने ऊ क्रिस्चियनमै लान्थ्यो भने हामी त्यसैमा खुसी हुन्थ्यौँ राम्रो उनीहरू पहिला कम्ती दिइसकेको हो होइन क्रिस्चियनमा गएकै हो उनीहरू त्यही भएको भना भएर उनीहरू त्यसरी नै लैदिए हुन्थ्यो भन्न खोजेँ मैले नि त्यही अनुसारले अनि उनीहरूको अब पास्टर सास्टर को छन् अब त्यो ल्याएर गरिदिए पनि हुन्थ्यो हामी त हेर्थ्यौँ अब अहिले अब त्यही त म हिजै भने अब बेलुकै हामी त भेट्न आउँथ्यौँ होइन अहिले बवार्नु त्यही चढाइ कराइ हामीले के दिन इच्छा लाग्छ हामीले त्यो खाता ओढाउन पऱ्यो नि हामीले ओढाउँछौँ त्यो गरौँला भन्ने हाम्रो नि मेरै सोच थियो त्यसले हुन्छ भन्दैन हुन्छ त नि हामीले अब हामी यस्तोमा गर्छौँ हामी यसैमा लान्छौँ त नि त्यही गर्छौँ हामीले रीतिरिवाज भनिदिएको भएदेखि हामीले त्यही गरेर आउँथ्यौँ हामी नै कहाँ लाने हामीले लगेकै छैन हामीले बाजेलाई लगेकै छैन भनिदियो सबै जमाना एकछिन त्यो पनि घिचेर आउनु होला यहाँ ल्याएपछि चाहिँ सबै राख्थ्यो हो त्यहाँ चाहिँ त्यति गर्थ्यो कि आफै यहाँबाट पुगले त्यति हुन्थ्यो त्यो हातले यसो गऱ्यो भात डेक्चीमा लैदिन्थ्यो त्यही उ भएको हातले मुसेर भात छिटो भएको थियो त्यो यहाँ ल्याउने बेलामा नि सबैजना मिलेर गरे यहाँ ल्याएपछि त सोध्नु परेन भने घर गन्ध हुन्छ भनेर होला भने यहाँ आएपछि आफ्नो घरमा मान्छे आउँछ सबै सुगर त राख्नै पऱ्यो